अहिले ओलीको इमिडिएटली उत्तराधिकारी को भनेर खोज्यो भने हामीले जति पनि हाम्रो गाडी नाम आउँछ नि फेरि त्यही मान्छे हुने भन्ने लाग्छ हामीलाई। त्यस्तो अवस्था छ, क्यान्डिडेटै छैन। अब म तपाईँलाई एउटा कुरा भन्छु है, अहिलेको राजनीतिको बजारमा के चलिरहेको छ भने ओली के गरी प्रधानमन्त्री हुनु भएन अब कुनै कारणले भने अब हुने प्रधानमन्त्री हाम्रो राष्ट्रपति हो। राष्ट्रपतिबाट झरेर है। कसले भने? होइन, यो अहिले भित्रै सर्कलमा यो चर्चामा छ है, छ होइन। अथवा यसो भने पनि भयो, पदेन रूपमा चाहिँ झरेर तर सामर्थ्यका दृष्टिकोणले, शक्तिका दृष्टिकोणले चाहिँ सेरेमोनियलबाट कार्यकारीमा उक्लिने भने पनि भयो। होइन, त्यो पनि हुनसक्छ, त्यो पनि हुनसक्छ। किनभने पहिलेदेखि त्यो कोसिस छ, एउटा सर्कलले त्यो कोसिस गरिरहेको छ नि, खास गरी माओवादी सर्कलले त्यो कोसिस गरिरहेको छ। माओवादीबाट छुटेर गएकाहरू पनि त्यो लाइनमा छन्, अर्को पार्टीकोले पनि अघि। त्यसको पछाडि एउटा अभिष्ट छ होइन, अभिष्ट छ। अनि त्यसपछि तपाईँको उहाँपछि है अहिले धेरै मात्रामा उहाँको नाम भित्री सर्कलमा छ। तपाईँले भनेअनुसार केपी ओली पश्चातको उत्तराधिकारी जसरी अहिले देख्दा, चर्चा गर्दा, जे गर्दा पनि पुष्पकमल दाहाललाई हेरिरहेका छन्, त्योभन्दा पनि जबरजस्त पात्र चाहिँ अहिलेको बालवाला राष्ट्रपति विद्यादेवी भण्डारी हो। चर्चा त्यही नै छ। यो प्रसारण हुन्छ नि सौरभजी, तपाईँले भने धेरै कुरा त मिल्याहन्, तर यो यस्तो अस्वाभाविक अकल्पनीय जस्तो लाग्ने विषय तपाईँ बोल्दै हुनुहुन्छ। हो, म अकल्पनीय जस्तो कुरा गर्दैछु। मैले पनि हुन्छ भनिसकेका छैन, त्यही हुन्छ मैले पनि भनेको छैन। मैले यति मात्रै भनेको छु कि चर्चामा छ त्यो कुरा होइन, त्यति मात्रै मैले भने हो है। दोस्रो पात्र त्यसपछि पोखरेल, ईश्वर पोखरेल। यो किन यो सर्कलले यो कुरा चर्चामा भनिरहेको छ भने विदेशी शक्तिलाई यो दुइटै काँधमा नयाँ पात्र पनि हो। पब्लिकले अब पर्फर्मेन्स देखाएको छैन होइन, अरू पात्रको पर्फर्मेन्स देखाएको छ, पब्लिकले हतपति लाइक गरिहाल्दैन। यो पात्रहरूको पर्फर्मेन्स देखाएको छैन, झट्ट पचाइ पनि हाल्छ सुरुमा होइन। तर अरूलाई फेरि पनि काँधमा बन्दुक राखेर घोडा ताक्न सजिलो हुन्छ, कुरा त्यो हो। यो त कतै पनि नसुन्निया, कसैले लेख्या पनि छैन सार्वजनिक। त्यसैले त सौरभ हुनुहुन्छ त तपाईँ। केपी ओली पश्चातको उहाँको स्वास्थ्यका कारणले होस् अथवा उहाँले छोडेर कारणले होस् अथवा अस्ति त्यो दुईटा अध्यक्ष बिचमा भए जस्तो यो कार्यकाल सकिएरै होस्, जे भए पनि यस पछाडि यस्तो तयारी हुँदैछ। त्यस पछाडिको प्रधानमन्त्रीको पहिलो दावेदार भनेको अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी र दोस्रो दावेदार अहिलेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल। अरू यसमा टेवा दिने तर्क आधार कि त समयको पश्चापलाई मात्रै पछ्याउने? मैले सिम्पल कुरा भने जनताले पर्फर्मेन्स देखाएको छैन, दोहोऱ्याएको मात्रै हो, पर्फर्मेन्स देखाएको छैन। त्यसकारण सुरुको पिरियडमै डाइजेस्ट गर्छ। दोस्रो कुरा, काँधमा बन्दुक राखेर विदेशी शक्तिलाई घोडा दबाउन सजिलो हुन्छ, जसरी अरू मामलामा सजिलो छ त्यसै गरी सजिलो हुन्छ। अलिक मूर्त गरौँ न यो पछिल्लो काँधमा बन्दुक राखेर। होइन, त्यसपछि के भन्नुपर्छ र के भन्नुपर्छ यति पनि तपाईँको दर्शकले बुझ्दैनन् भने त त्यो दर्शकलाई के भन्नु? मैले बुझे पनि मेरो मुखबाट के बजाइदिनु भनेर होइन, के भन्नै पर्दैन यसमा। नो कमेन्ट। यस्तो कुरा बुझ्नुपर्छ। यतिसम्मको प्रोग्राम हेर्ने मान्छेहरूले यति कुरा बुझ्नुपर्छ यार, के बुझ्ने? पुष्पकमल दाहाल चाहिँ त्यसो भए प्रधानमन्त्रीका लागि उपयुक्त पात्र होइन, भोलि हुनुभयो भने हुने गुन्जाइस होइन। अब नहुँदा पनि आफ्नै मान्छे हो नि, नहुँदा पनि त आफ्नै मान्छे हो नि, त्यसमा किन परिरहेको छ? घरकी दाल मुरी बराबर भन्छ नि हिन्दीमा, होइन? के फरक पर्छ र? अहिले अन्तर्राष्ट्रियकरण नगरौँ भनेर त्यसै भनिरहेको कसैले छैन नि। अन्तर्राष्ट्रियकरण गरौँ भन्ने शक्ति सामर्थ्य छ र
कुनै दिन पनि छैन, हुँदा पनि छैन, नहुँदा पनि छैन नि। किन गन्तीमै नपरेपछि सिद्धियो नि।